आज परमेश्वरको चेतावनीलाई टार्नलाई तपाईले हामीले चाहिँ हेला गर्नु हुँदैन। हरेक किसिमका बोझ र हामीलाई सजिलैतिर पापलाई लैजाने त्यस्ता कुराहरूबाट चाहिँ आज तपाईले हामी चाहिँ के गर्नु अरे धैर्य साथ त्यो दौडलाई पूरा गर्नु भन्छ। दौडनमा हामी दौडिरहेका छौं र त्यो दौडलाई हामीले पूरा गर्नुपर्छ। हालेलुया। पावलले भन्नुभयो मैले प्रभुमा दौड पूरा गरेको छु भनेर भन्नुभएको छ। तपाईँ अनि हामीले पनि प्रभुमा दौड पूरा गर्नुपर्छ। आमेन। हाम्रो प्रभु यीशु ख्रीष्टले तपाईले हाम्रो निम्ति चाहिँ त्यो कष्ट दुःखहरू केही जस्तो मान्नु भएन अरे। क्रुसको कष्टलाई पनि भोग्नु भयो प्रभु यीशु ख्रीष्टले आनन्द साथ भन्छ। र हालमा चाहिँ प्रभु यीशु ख्रीष्ट परमेश्वरको दाहिने बाहुलीमा हुनुहुन्छ भनेर यहाँनिर लेखिएको छ। प्रभु यीशु ख्रीष्टलाई परमेश्वरले पठाउनु भयो तपाईँ अनि हाम्रो निम्ति पाप क्षमा उद्धार मुक्तिको निम्ति। र प्रभु यीशु ख्रीष्टले आएर परमेश्वर पिताले जे गर्नु चाहनुहुन्थ्यो त्यो कामलाई पूरा गरेर जानुभयो अनि उहाँ चाहिँ परमेश्वरको बाहुलीमा दाहिने बाहुलीमा हुनुहुन्छ। त्यसरी नै आज तपाईँ अनि हामीले पनि आज प्रभुमा चाहिँ हाम्रो दौडहरू पूरा गर्नुपर्छ। तपाईँ अनि हामीले पनि क्रिसमा दौड पूरा गरेर आज तपाईँ अनि हामी पनि स्वर्गको राज्यमा प्रवेश गर्नुपर्छ। के भन्नुभयो भनेदेखि हरेस नखाऊ भन्नुभएको छ। तपाईँ अनि हामी क्रिसमा कहिले पनि हरेस खानु हुँदैन र कहिले तपाईँ अनि हामी चाहिँ के गर्नु हुँदैन, थाक्नु हुँदैन। प्रियजनहरू हरेस खानु भएन अनि थाक्नु भएन। क्रिसको दौडमा हामी दौडिरहनु पर्यो प्रियजनहरू। हालेलुया। अनि परमेश्वरको ताडनालाई हामीले जहिले पनि ख्याल गर्नु पर्यो कि ताकि त्यो दिनमा त्यो दण्डमा हामी नपरोस्। तपाईँ अनि हामीले आज असल काम गरेको छौँ भने दण्डमा पर्दैनौँ, तर खराब काम गरेको छौँ भने दण्डमा पर्न सक्छ। र त्यो दण्ड नपर्नको निम्ति चाहिँ आज प्रभु यीशु ख्रीष्टको दुःख कष्टलाई त्यो क्रुसमा सहनु भएको कष्टहरूलाई तपाईँ अनि हामीले सम्झिँदै तपाईँ हाम्रो दुःख कष्टमा उहाँले चाहिँ छुटकारा दिँदै हामीलाई बचाएर राख्नु भएको छ। ती कुराहरूलाई सम्झेर चाहिँ आज तपाईँ अनि हामी चाहिँ हरेस नखानु अरे, आत्तिनु भन्नुभएको छ, नथाक्नु भन्नुभएको छ प्रभुमा चाहिँ। आज तपाईँ थाक्दै हुनुहुन्छ भने प्रभुमा नथाक्नुहोस् प्रियजनहरू। तपाईँलाई खल्लो हुँदैछ प्रभुको राज्यमा हिँड्दै गर्दाखेरि तपाईँलाई निराशाहरू हुँदैछ, तपाईँको जीवनमा प्रभुले काम नगरेको जस्तो हुँदैछ भने पनि तपाईँले हरेस नखानुहोस्, नथाक्नुहोस्, प्रभुमा अगाडि बढिरहनुहोस्। प्रभुले तपाईँको जीवनमा आशिष गर्नुहुन्छ। आमेन। परमेश्वर तपाईले हाम्रो दौड चाहिँ ख्रीष्टमा 2 दिनको होइन र त्यो दण्डमा तपाईले हामी नपर्नका निम्ति चाहिँ परमेश्वरको ताडनामा तपाईले हामी जिउनु पर्छ। आमेन। परमेश्वरलाई महिमा भएको छ। परमेश्वरले दिनु भएको चेतावनीमा तपाईले हामीले ध्यान दिएर रहनु पर्छ। जसरी पापको दण्डमा प्रभु यीशु ख्रीष्टले तपाईले हाम्रो पापको दण्डको निम्ति चाहिँ रगत बगाउनु भयो र उहाँले त्यो जुन रगत बगाउनु भयो त्यो परिस्थितिमा चाहिँ आज तपाईले हामी पुगेका छैनौँ। हालेलुया। ना तपाईले कोरा खानु परेको छ, ना तपाईले त्यो भालाले घोची माग्नु परेको छ, ना क्रुसमै टाङ्नु परेको छ। त्यो सबै कुराहरू ख्रीष्टले गरिदिनु भयो तपाईले हाम्रो निम्ति र हामी त्यो परिस्थितिमा पुगेका छैनौँ। त्यसैले गर्दा तपाईले हामी क्रिसमा रमाएर जिउनु पर्छ। आमेन। परमेश्वरको ताडनामा हामीले डर राखेर हामी जिउनु पर्छ। त्यो दण्डको निम्ति हामी अलग बस्नुपर्छ। आमेन। त्यो दण्डमा हामी नपरौँ, तर तपाईले हामीले चाहिँ उद्धार मुक्ति पाएको कारणले गर्दा हामी चाहिँ स्वर्गमा प्रवेश गर्न सकौँ। तर तपाईले हामी प्रभुको प्रेममा हामी रहेर जिउनु पर्छ। आमेन। त्यसलाई हामीले चाहिँ हलुको सम्झिनु हुँदैन। तपाईले हामीले प्रभुको ताडनालाई चाहिँ हामीले हलुको सम्झेर रहनु हुँदैन। तपाईले हामीले संसारमा धर्म कर्म गरेको जस्तो हामीले चल्नु हुँदैन। तपाईले हामी चाहिँ एउटा अलग जाति परमेश्वरले छुटाउनु भएको उहाँको राजपुजारीगिरी, उहाँको पवित्र जाति अनि उहाँको राज्यमा तपाईले हामीलाई संसारबाट ल्याउनु भएको छ। अनि हामी चाहिँ अलग भएको जाति जसले पनि तपाईले हामीलाई निहालिरहेको हुन्छ। क्रिसलाई पछ्याएको कारणले गर्दाखेरि, क्रिसलाई तपाईले बोकेर हिँडेको कारणले गर्दाखेरि, त्यसले गर्दाखेरि आज तपाईले हाम्रो क्यारेक्टर असल हुनुपर्छ। बुवाले अनुशासन नगरेको छोराछोरी कुनै पनि हुँदैन। सबैलाई अनुशासन गरेको हुन्छ प्रियजनहरू, छोरालाई होस् अथवा छोरीलाई होस्। तर यदि त्यो नानीहरूले आफ्नो बुवाको अनुशासनलाई मानेन, पालना गरेन भनेदेखि त्यो नानीहरूको भविष्य पनि भताभुङ्गै भएर जान्छ। तर जुन नानीहरूले आमा बुवाको आज्ञालाई पालना गरेर है त्यो डिसिप्लिनलाई चाहिँ उसले सिर उपर गरेर रहँदछ भनेदेखि त्यो नानीको भविष्य असल हुन्छ। जुन नानीहरू आज डिसिप्लिनमा आमा बुवाको डिसिप्लिनमा रहनु सक्दैन, त्यो नानीहरूको भविष्य पनि अँधेरो भएर जान्छ। त्यसैले गर्दाखेरि आज संसारमा त त्यस्तो छ भनेदेखि तपाईँ हामी परमेश्वरको त झन् धेरै नै हामी अनुशासनमा रहनुपर्छ। आमेन।
अनुशासनमा रहनुपर्छ। जसरी एउटा छोराले बाबुको अनुशासनमा रहन्छ त्यसरी तपाईँ अनि हामी पनि जीवित परमेश्वरको अनुशासनमा हामी रहनुपर्छ। अनुशासनको उद्देश्य चाहिँ धार्मिकता र शक्तिको फल ल्याउनु हो प्रियजनहरू। हालेलुया। जब तपाईँ अनि हामी अनुशासनमा बस्छौँ भनेदेखि धार्मिकता र शान्तिको फल हामी पाउँछौँ अथवा प्राप्त गर्छौँ। यदि तपाईँ अनि हामी चाहिँ आज साँच्चै नै परमेश्वर बुबाको अनुशासनमा हामी रहेका छैनौँ भने हामीले केही पनि फल फलाउन सक्दैनौँ। तपाईँ अनि हामी चाहिँ आज बाबुको अनुशासनमा रहे चाहिँ जीवित परमेश्वरको पनि अनुशासनमा तपाईँ अनि हामी रहनुपर्छ। तपाईँ अनि हामी जो कोही पनि प्रभुलाई पाउने जनहरू चाहिँ उहाँको छोराछोरीहरू अनि उहाँ पिता हुनुहुन्छ र अम्मा पिताको हामी अनुशासनमा रहनुपर्छ। आमेन। अम्मा पिताको अनुशासनमा तपाईँ अनि हामी रहनुपर्छ। हामीले जेसुकै गर्नु हुँदैन, जे पाए त्यही गर्नु हुँदैन है, जे पाए त्यही गर्नु हुँदैन। अनि अनुग्रह आयो भनेर मानिसले जेसुकै गरेर कुदिरहेको हुन्छ, त्यसो हामीले गर्नु हुँदैन। भनेर अनुशासनमा हामी रहनुपर्छ। परमेश्वरको अनुशासनमा रहेको उहाँको छोराछोरीहरू भिन्दै हुन्छ प्रियजनहरू, अलग्गै छुट्टिन्छ। त्यसले गर्दाखेरि तपाईँ अनि हामी चाहिँ आज परमेश्वरको अनुशासनमा हामी रहनुपर्छ। यदि तपाईँ अनि हामी परमेश्वरको अनुशासनमा रह्यो भने के हुन्छ? दण्डमा हामी पर्दैनौँ। परमेश्वरको अनुशासनमा हामी रहनु पर्यो। हालेलुया। अगुवाको अनुशासनमा, बाइबल आधारितको अनुशासनमा रहनु पर्यो। तपाईँ हामी यस संसारमा बाँचिन्जेलीसम्म जीवित परमेश्वरको अनुशासनमा रहिरहनु पर्छ। आमेन। जीवित परमेश्वरको अनुशासनमा रहिरहनु पर्छ। अनुशासन त्यति सजिलो हुँदैन रे प्रियजनहरू, गाह्रो पर्छ रे हामीलाई। यसकारण है लत्रेका हातहरू उठाओ र दुर्बल घुँडाहरू बलिया बनाऊ। यहाँनिर यसरी भन्छ, बाराले भन्नुभएको छ यसकारण लत्रेका हातहरू उठाओ, दुर्बल भएका घुँडाहरू बलिया बनाऊ भनेर प्रभुको वचनले भन्नुभएको छ। आज तपाईँ नि हामी प्रभुमा है लड्दैछौँ, आज तपाईँ नि हाम्रो प्रभुमा हातहरू लत्रिँदैछ भने हामीले हाम्रो हातहरू प्रभुमा उठाएर हामी शक्तिशाली भएर प्रभुको काम गर्दै अगाडि बढ्नुपर्छ। हाम्रो घुँडाहरू दुर्बल हुँदैछ भने हामी परमेश्वरमा अझै शक्तिशाली भएर अगाडि बढ्नुपर्छ। आमेन। अझै शक्तिशाली भएर बढ्नुपर्छ। सन्डे भएपछि चर्च आउन लाग्यो, घुँडाहरू दुर्बल हुँदैछ कि है, हिँड्नै नसक्दैन है। आज सन्डे हो, चर्च जानु खान भनेर घुँडाले कामै गरेर भनेर होइन। कसैलाई बाइबलहरू टिप्न लागि हातहरू उठेकै छैन कि लत्रिरहेको छ कि आज त्यसरी लत्रेको त हुँदैन प्रियजनहरू। हालेलुया। परमेश्वरलाई महिमा भयो। जहिले पनि हाम्रो यो लत्रेका हातहरूलाई हामीले उठाउनु पर्छ। कता कता त्यो रिउमाघहरूले आफ्नो जीवनमा काम गरिरहेको छ भने पनि त्यस्तो कुराहरूलाई हटाएर चाहिँ तपाईँले हामी बलिया भएर अगाडि बढ्नु भन्छ। हालेलुया। शक्तिशाली भएर अगाडि बढ्नु अरे र हाम्रो के भन्छ घोडाहरू बलिया बनाऊ भनेको छ। हामी तन्दुरुस्त हुनुपर्छ आत्मामा, हामी तन्दुरुस्त हुनुपर्छ वचनद्वारा, हामी तन्दुरुस्त हुनुपर्छ प्रभुमा प्रार्थनाद्वारा, हामी तन्दुरुस्त हुनुपर्छ प्रभुमा के गरेर उपवास बसेर। आमेन। उपवास बसेर हामी तन्दुरुस्त हुनुपर्छ। प्रियजनहरू परमेश्वरलाई महिमा भएको होस्। र यदि तपाईँ यदि हामी आज यसरी जिउन सक्यौँ न प्रभुमा भनेदेखि सायद हाम्रो त्यो दिनमा दण्ड भोग्नुपर्छ। त्यसले गर्दाखेरि हामी दण्ड भोग्ने छैनौँ, तर हामी प्रभुको अनुशासनमा रहनेछौँ र हामी त्यो दिनमा मुकुट प्राप्त गर्नेछौँ। आमेन। परमेश्वरलाई महिमा भएको छ। परमेश्वरको अनुशासनमा रहने व्यक्ति कम बोल्छ प्रियजनहरू, कम बोल्छ। अनि यहाँ 13ले भन्छ तिमीहरू हिँड्ने बाटो सोझो बनाऊ ताकि है लङ्गडो घुँडा नखुस्कोस् तर निको होस्। आमेन। तिमीहरू हिँड्ने बाटो सोझो बनाऊ। आज तपाईँ अनि हामी हिँड्ने बाटो सोझो बनाउनु पर्छ। कतै बिग्रिँदैछ भने त्यसलाई सोझो बनाउनु पर्छ। हालेलुया। परमेश्वरलाई महिमा होस्। सङ्गति आउने बाटोलाई फेरि कतातिर मोड्दै हुनुहुन्छ नमोड्नुहोस्, सङ्गतितिरै लाग्नुहोस्। हालेलुया। परमेश्वरलाई महिमा होस्। आइतबार सङ्गति आउने बाटोलाई बिर्सेर हस्पिटलको बाटोतिर जाँदै हुनुहुन्छ भने नजानुहोस्, सपिङतिर जाँदै बाटोतिर लाग्नुहोस् नजानुहोस्, तर चर्चतिरै आउनुहोस्। आमेन। परमेश्वरलाई महिमा होस्। तिमीहरू हिँड्ने बाटो सोझो बनाऊ। आज तपाईँ हामी प्रभुमा हिँडिरहेका छौँ, प्रभुमा डोरिरहेका छौँ, कतै हाम्रो बाटोहरू त बिग्रेको छैन, कतै तपाईँ हामीले कुबाटो त लिएको छैनौँ। हामीले ती कुराहरूलाई सोच्नुपर्छ, मनन गर्नुपर्छ र फेरि तपाईँ हामी फर्केर सोझो बाटोमै हामी हिँड्नुपर्छ। आमेन। हामीले आफ्नो बाटोहरूलाई, आफ्नो सोच विचारलाई सोझो बनाउनु भनेको छ परमप्रभुमा, आफ्नो विचारहरूलाई सोझो बनाउनु भनेको छ। हालेलुया। ताकि है लङ्गडो घुँडा नखुस्कोस् तर निको होस्। हामी यदि दुर्बल छ भने पनि बलियो होस् अरे प्रियजनहरू। यदि तपाईँ हामी आत्मामा दुर्बल छ भने पनि बलियो होस् अरे प्रियजनहरू। हाम्रो बाटोहरू सोझो बनाऊ भनेर भन्नुभएको छ। अनि तपाईँ अनि हामीले आज आफ्नो बाटोहरूलाई सोझो बनाउनु पर्छ प्रियजनहरू। हालेलुया। सोझो बनाउनु पर्छ। हामी बिचैमा गुम हुनु हुँदैन, बिचैमा हराउनु हुँदैन तपाईँ अनि हामी।
हिँडिरहनुपर्छ प्रभुको राज्यमा, डोरिरहनुपर्छ। कहिले कहिले म देख्दिनँ तपाईँहरू कतिलाई हरामी जस्तो लाग्छ त है, त्यसरी हामी हराउनु हुँदैन, हिँडिरहनुपर्छ, गुम हुनु हुँदैन हामी है। जहिले पनि हामी चाहिँ प्रभुको राज्यमा उपस्थिति भइरहनुपर्छ। तपाईँले हामी हराउनु हुँदैन। बाटोमा प्रभुको यात्रामा हामी बाटो सोझो बनाऊ भन्नुभएको छ। प्रभुको बाटोमा हामी सोझो यात्रामा लागेका छौँ। हामीले त्यो बाटो बिराएर हामी हराउनु हुँदैन, बिचमा बिलाउनु हुँदैन। प्रियजनहरू कहिले पनि नबिलाउनुहोस्, कहिले पनि नहराउनुहोस्। प्रियजनहरू प्रभुमा दरिलो भएर हिँड्नुहोस्। कहिले पनि तपाईँले भित्र हृदयमा खिन्न नलिनुहोस्। एकदमै जागृति भएर जब तपाईँ हामी स्तुति प्रशंसा गर्छौँ, तपाईँले हामी बन्धनमा भएको जस्तो गरेर स्तुति प्रशंसा गर्नु हुँदैन। प्रियजनहरू तपाईँले हामी एकदम खुला, हामी चाहिँ के भन्छ स्वतन्त्र भएको जस्तो गरेर प्रभुलाई महिमा दिनुपर्छ। हामी निर्धक्क भएर प्रभुलाई महिमा दिनुपर्छ। स्तुति प्रशंसामा बन्डेजमा बसेर हामी परमेश्वरलाई महिमा दिन सक्दैनौँ। त्यसले गर्दाखेरि विशेष गरेर स्तुति प्रशंसामा जसरी लिफ्ट गर्नेले डोराउनुहुन्छ त्यसरी नै सबै मण्डली डोरिनुपर्छ। आमेन। चुला लागेर बस्ने होइन, चुला लागेर फर्केर यत्तिले बोर भन्दा त टोइलेटतिर कुद्नु हुँदैन, पानी खान जानु हुँदैन, त्यतिखेर कस्तो तिर्खा लागेको नि फेरि त्यस्तो हुनु हुँदैन। तपाईँहरूले हामी परमेश्वरलाई महिमा दिनुपर्छ। आमेन। अगाडि लिड गर्नेले एकदम मजाले स्तुति प्रसङ्गमा डोराइरहनु भएको हुन्छ, पवित्र आत्माले काम गरिरहनु भएको छ। टोइलेटतिर कुदेपछि कहाँको पवित्र अभिषेक भएको ठाउँमा तपाईँहरू रहेर परमेश्वरलाई महिमा दिनुपर्छ। आमेन। परमेश्वरलाई महिमा होस्। त्यसले गर्दाखेरि प्रियजनहरू आज परमेश्वरको अनुशासनमा बस्ने मानिसले दण्ड भोग्नु पर्दैन। परमेश्वरको अनुशासनमा रहने व्यक्तिले परमेश्वरबाट आशिष प्राप्त गर्छ, आनन्द जीवन प्राप्त गर्छ, त्यो दिनमा मुकुट प्राप्त गर्छ, इनाम प्राप्त गर्छ। आमेन। परमेश्वर यसकारण लत्रेका हातहरू उठाओ र दुर्बल घुँडाहरू बलिया बनाओ भनेर यहाँनिर भन्नुभएको छ। एकदम मजाको वचन छ। अब लत्रेका हातहरू उठाउनका निम्ति अघि मैले भने बाइबल अध्ययनहरू, प्रार्थनाहरू है, उहाँको है एकदमै प्रार्थना गरेर आफ्नो जीवन प्रभुमा जिउने अगाडि बढिरहने। हिजो त्यहाँनिर हामीले बाँडचुँड गर्दै खाँदै बहिनी आदर्ने दाउ बहिनीकोमा घरेलु सङ्गति यसरी गरिरहेको थियौँ। प्रियजनहरू हालेलुया। आज झन् धेरै भएर हिजो नआउने पनि आज आउनुभयो। अझै यहाँ आज हामीले परमेश्वरलाई महिमा दियौँ, परमेश्वरलाई महिमा भएको होस्। त्यसले गर्दाखेरि प्रियजनहरू आज हामीले आफ्नो बाटोहरूलाई सोझो बनाउनु पर्छ, दुर्बल लत्रेका हातहरूलाई उठाउनु पर्छ, दुर्बल घुँडाहरूलाई बलियो बनाउनु पर्छ प्रभुमा। आमेन। परमेश्वरलाई महिमा भएको होस्। तपाईँको जीवनमा आएको तनाव, तपाईँको जीवनमा आएको अशान्तिलाई छोडिदिन्छ, तर त्यसलाई हामीले छोडेर प्रभुलाई महिमा दिइरहनु पर्छ। आमेन। हाम्रो हातहरूलाई लत्रन दिँदैनौँ, हाम्रो घुँडाहरूलाई बलियो बनाएर राख्छौँ र हाम्रो घुँडाहरू खुस्किने छैन र हाम्रो बाटोहरूलाई अझै सोझो बनाएर ख्रिस्टमा अगाडि बढेर हिँड्नेछौँ। आमेन। परमेश्वरलाई महिमा भएको होस्। कहिले पनि निराशा नहुनु। संसारबाट आएको कुरोले केही छिन हो, त्यो एकछिनमा हटेर जान्छ, तर परमेश्वरले तपाईँ हामीलाई फेरि उहाँको अनुग्रहमा अगाडि बढाएर लानुहुन्छ। आमेन। परमेश्वरलाई महिमा भएको छ। सबैजनालाई फेरि पनि जय मसीह।